टोलाई रहेछ मेरा नयनहरू खोजी गर्दै मेरा कलमहरू रंगीन सपना सरी लाग्छ मलाई यो भिडहरू हेर्दै टोलाई रहि नै राछु म त्यही के रहेछु समय बुझे कसो के भनौं कहिलेकाहीँ आधा रातमा कागज अनि कलम मेरो साथमा लेख्न थाल्छु मिठा तिता बातिया तर झस्केर बिउजटा कागज अनि कलम मात्र हातमा तर जे होस् ठिकै छ पर्दैन मलाई कसैको लागि बिक्न हिम्मत हारेको छैन धेरै छ अझै सिक्न टिक्नको लागि हुनु पर्यो उत्तीर्ण पहिले आफ्नो कुरा आफै सुनेर हेर्नु पर्छ है बुझेर अब नभन देखिरहेछु आतंक एक अर्का झगडा लफङ्गा ताल्या छुन खोजे पनि आकाश विलीन हुनै पर्ने अन्तिम घडी माटोमा तर जति टाढा भए पनि पीडा नलिनु म यहाँ ठिकै अघि बढ्दैछु सपना मिठो साथी गन्तव्यको खोजी गर्दैछु यस्तै हो म जहिले नि त्यस्तै धोका दिन नचाहे पनि कहिलेकाहीँ धोका भयो होला आफूलाई आज म आफ्नो भए खोज्दैछु म आफ्नोलाई केही दिन हो भए पनि साँची राख्नलाई मिठा यादहरू बाँची राख्नलाई धेरै कुरा सोच्दा बाँच्नुको मूल्य हुँदो रहेछ हाँसोमै धेरै कुरा सोच्दा बाँच्नुको मूल्य हुँदो रहेछ हाँसोमै